सन् 2026 यो मीन राशिका लागि सामान्य वर्ष मात्र होइन, यो त भाग्य र भविष्यलाई एउटा नयाँ आकार दिने वर्ष बन्दैछ। आउनुहोस् यो ज्योतिष्य यात्रामा गहिरिएर हेरौँ आउँदो वर्षले तपाईको लागि के कस्ता रहस्य र सम्भावनाहरू बोकेर ल्याउँदैछ। यदि तपाईको राशि मीन हो भने अबका केही मिनेट ध्यान दिएर सुन्नुहोला, किनकि यो सन्देश, यो भविष्यवाणी सिधै तपाईको भाग्यसँग जोडिएको छ। हो, ब्रह्माण्डका ग्रह नक्षत्रहरूले एकदमै स्पष्ट सङ्केत दिइरहेका छन् 2026 कुनै सामान्य वर्ष हुने छैन। यो त तपाईको जीवनको किताबमा एउटा यस्तो अध्याय हुनेछ जुन साहस, सफलता र गहिरो रूपान्तरणले भरिएको हुनेछ। यो वर्ष तपाईको जीवनमा यस्ता अचानक परिवर्तनहरू आउन सक्छन् जसले तपाईको दैनिकीलाई नै बदलिदिन सक्छ। सोच्दै नसोचेका अवसरहरूले तपाईको ढोका ढकटखट्याउनेछन् र भाग्यले यस्तो मोड लिन सक्छ जसको सायद तपाईले कल्पना पनि गर्नुभएको थिएन। तर याद राख्नुहोस्, हरेक ठूलो सम्भावनासँगै एउटा चेतावनी पनि लुकेको हुन्छ। यो वर्ष तपाईले लिने हरेक निर्णय निकै महत्त्वपूर्ण हुनेछ। एउटा सही कदमले तपाईलाई सफलताको शिखरमा पुर्याउन सक्छ भने एउटा सानो गल्तीले ठूला चुनौतीहरू पनि ल्याउन सक्छ। 2026 को भविष्यवाणीलाई अझ गहिराईमा बुझ्नु अघि आउनुहोस् पहिले मीन राशिको स्वभावलाई बुझौं, किनकि यही स्वभाव नै आउने वर्षका अवसर र चुनौतीहरूको आधार बन्नेछ। मीन राशि जलतत्वको अन्तिम र सबैभन्दा गहिरो राशि। यही संवेदनशीलता, कल्पनाशीलता र आध्यात्मिकताले नै तपाईलाई अरूभन्दा विशेष बनाउँछ। र तपाईको यही दया, रचनात्मकता र गहिरो सोचाइ 2026 मा तपाईको सबैभन्दा ठूलो शक्ति बन्नेछ। ल अब हेरौं तपाईको यो रचनात्मक र संवेदनशील स्वभावले तपाईको व्यावसायिक जीवनमा कस्तो प्रभाव पार्दैछ। 2026 ले करियरको क्षेत्रमा के कस्ता नयाँ ढोकाहरू खोल्दैछ त? व्यावसायिक जीवनमा सम्भावनाहरू निकै उत्साहजनक देखिन्छन्। कसैका लागि नयाँ र अझ राम्रो कामको प्रस्ताव आउन सक्छ भने कतिपयले अहिले गरिरहेको काममा पदोन्नति पाउन सक्नुहुन्छ। विदेशसँग सम्बन्धित काम गर्ने वा आफ्नै व्यवसाय सुरु गर्ने सपना देख्नेहरूका लागि पनि यो वर्ष सुनौलो अवसर बनेर आउन सक्छ। तर एउटा कुरा के स्पष्ट छ भने यी अवसरहरू आफै हातमा आउने छैनन्। सफलताको ढोका खोल्ने एउटै साँचो हो धैर्य र निरन्तर मेहनत। जो पछि हट्दैन सफलता उसैको हुनेछ। अब क्यारियरमा यस्तो राम्रो हुँदा पैसाको अवस्था कस्तो रहला त? आउनुहोस् अब धन र वित्तको क्षेत्रमा लागौं र हेरौं 2026 ले तपाईको आर्थिक भविष्यलाई कसरी आकार दिँदैछ। आर्थिक हिसाबले पनि यो वर्ष सन्तोषजनक देखिन्छ। आम्दानीका केही नयाँ र सोच्दै नसोचेका स्रोतहरू खुल्न सक्छन्, पुराना लगानीहरूले राम्रो फाइदा दिन सक्छन् र जीवनमा एक किसिमको आर्थिक स्थिरता महसुस हुनेछ। तर एउटा कुरामा चाहिँ अलि चनाको हुनुपर्छ है। विशेष गरी वर्षको सुरुवाती महिनाहरूमा खर्च बढ्न सक्ने सम्भावना छ। त्यसैले पैसाको व्यवस्थापनमा ध्यान दिनु नै यो वर्षको सबैभन्दा ठूलो बुद्धिमानी हुनेछ। धन र करियरपछि अब कुरा गरौं जीवनको सबैभन्दा सुन्दर पाटोको, अर्थात् प्रेम र सम्बन्धको। 2026 ले तपाईको भावनात्मक जीवनमा कस्ता रङ्गहरू भर्दैछ त? यो वर्ष सम्बन्धहरूमा गहिरो भावनात्मक परिवर्तनको वर्ष हुनेछ। जो पहिले नै सम्बन्धमा हुनुहुन्छ तपाईहरूको बन्धन अझ बलियो बन्न सक्छ र कतिपयको लागि त विवाहको शुभ सायद पनि जोड्न सक्छ। अनि जो एक्लो हुनुहुन्छ निराश नहुनुहोस्, तपाईको जीवनमा पनि कुनै विशेष व्यक्तिको आगमनसँगै प्रेमको नयाँ अध्याय सुरु हुन सक्छ। जीवन भनेकै अवसर र चुनौतीको एउटा सुन्दर मिश्रण हो, होइन र? अब हेरौं 2026 ले तपाईको व्यक्तिगत विकासको यात्रामा के कस्ता उकाली र ओरालीहरू लिएर आउँदैछ। 2026 को यात्रामा दुईवटा बाटोहरू सँगसँगै देखिन्छन्। एकातिर तपाईले आफ्नो लक्ष्यमा स्पष्टता पाउनुहुनेछ, आध्यात्मिकतामा रुचि बढ्नेछ र जीवनको उद्देश्य बुझ्ने अवसर मिल्नेछ। तर अर्कोतिर यही यात्रामा कहिलेकाहीँ भावनात्मक निर्णय, कामको दबाव र सम्बन्धमा हुने साना गलतफहमी जस्ता चुनौतीहरू पनि आउन सक्छन्। तर हरेक तालाको एउटा साँचो हुन्छ। 2026 का चुनौतीहरूलाई पार गर्ने मूल मन्त्र हो सही सोच र धैर्य। यी दुई हतियार तपाईसँग भएपछि हरेक बाधालाई सजिलै पार गर्न सकिन्छ। यो सम्पूर्ण विश्लेषणको सार एउटै कुरामा आएर टुङ्गिन्छ, त्यो हो तपाईको आफ्नै शक्ति।
ग्रहले बाटो देखाउँछ, तर त्यो बाटोमा हिँडेर भाग्यलाई आकार दिने क्षमता तपाईभित्रै छ। छोटकरीमा भन्नुपर्दा 2026 मीन राशिका लागि अवसर र परिवर्तनले भरिएको एक शक्तिशाली वर्ष हो। सही निर्णय र निरन्तर मेहनतले यो वर्षलाई तपाईको जीवनको सबैभन्दा अविस्मरणीय वर्ष बनाउन सक्छ, जसले तपाईको जीवनलाई नयाँ उचाइमा पुर्याउनेछ। र अन्त्यमा यो महत्त्वपूर्ण सन्देशलाई सधैँ याद राख्नुहोला। ज्योतिष एउटा नक्सा हो जसले बाटो देखाउन सक्छ, तर यात्रा त आफैले गर्नुपर्छ। भाग्यले अवसर दिन्छ, तर भविष्यको निर्माण तपाईको कर्म र मेहनतले नै गर्दछ। यदि यो विश्लेषणले तपाईको मन छोएको छ र तपाईँ मीन राशि हुनुहुन्छ भने कमेन्टमा मीन राशि लेखेर आफ्नो उपस्थिति जनाउनुहोस्। ल हेरौँ त कतिजना मीन राशिका साथीहरू यो यात्रामा सँगै हुनुहुँदो